जय मसीह सालोम तथा नमस्ते। देश विदेशबाट जय मसीह टिभी हेरिरहनुभएका प्रियहरूको बीचमा म वीरेन्द्र धनुषै फेरि पनि निरन्तर वचनको सेवा गर्नको लागि आएको छु। आज चाहिँ परमेश्वरले भन्नुभएका महत्त्वपूर्ण 11वटा कुराहरू तपाईहरुको बीचमा बताउन गइरहेको छु। प्रियहरू, परमेश्वर ख्रीष्ट जसलाई अंग्रेजीमा जीसस क्राइस्ट भनिन्छ र परमेश्वर ख्रीष्ट पनि संसारका अरू सामान्य मानिसहरू जस्तो हो भनेर भन्छन्, तर वास्तवमा बाइबलले त्यसो होइन। उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ चाहिँ प्रभु हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ। र त उहाँले महत्त्वपूर्ण 11वटा कुरा भन्नुभयो र परमेश्वरले भन्नुभएको महत्त्वपूर्ण 11वटा कुरामध्ये पहिलो कुरा हो, उहाँले भन्नुभयो म संसारको ज्योति हुँ। र संसारमा एउटा निरन्तर जीकेमा आउने प्रश्न छ, जेनरल नलेजमा सोधिने प्रश्न छ, संसारको ज्योति को हो त भन्दाखेरि येशू ख्रीष्ट हो भनेर संसारका मानिसहरूले पनि स्वीकारेका छन्। यो कुरा चाहिँ यूहन्ना 8:12ले नै भन्यो कि अर्थात् परमेश्वर ख्रीष्ट स्वयंले भन्नुभयो म संसारको ज्योति हुँ। संसारको ज्योति चाहिँ लाइट अफ द ओल्ड इज जीसस क्राइस्ट। अनि त्यसैगरी यूहन्ना 14:6ले भन्छ बाटो सत्य र जीवन म नै हुँ। परमेश्वर ख्रीष्टले अर्को कुरा भन्नुभयो बाटो सत्य र जीवन। एउटा कुरा, उहाँ चाहिँ हाम्रो हिँड्नुपर्ने बाटो हुनुहुन्छ, उहाँ चाहिँ सत्य हुनुहुन्छ, उहाँमा नै जीवन छ। तसर्थ उहाँले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ। तेस्रो कुरा परमेश्वरले भन्नुभयो यूहन्ना 10:14मा म असल गोठाला हुँ। है, यो असल गोठालाको कुरा भजन सङ्ग्रह 23मा पनि प्रष्टसँग लेखिएको छ। र परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन भनेर त्यहाँ सुरु गरेको छ भने परमेश्वरले भन्नुभयो यूहन्ना नयाँ करारको यूहन्ना 10:14मा म असल गोठाला हुँ। है, असल गोठालाले आफ्ना भेडाको लागि ज्यान दिन सक्छ। त्यसैगरी पापी मानिसहरूको लागि परमेश्वर ख्रीष्टले आफ्नो ज्यान दिनुभयो, आफ्नो रगत बगाउनुभयो, आफ्नो शरीर तोड्नुभयो, भाँच्नुभयो। प्रियहरू, यूहन्ना 10:9ले भन्छ ढोका म नै हुँ। है, परमेश्वरले भन्नुभयो ढोका म नै हुँ, गेट, मानिसहरू जानुपर्ने ढोका। है, येशू ख्रीष्ट हुनुहुन्छ। र कोही पनि घरभित्र छिर्नुभन्दा पहिले मूल ढोकालाई प्रयोग गर्छ। कोही यदि झ्यालबाट जान्छ, कोही यदि पर्खाल भत्काएर जान्छ भने त्यस्तो चोर हुनसक्छ, तर मूल ढोकाबाट जाने त्यो मानिस हुन्छ। है, र तसर्थ परमेश्वर ख्रीष्टले भन्नुभयो म चाहिँ जानुपर्ने ढोका म नै हुँ। अनि यूहन्ना 10:36मा उहाँले भन्नुभयो म परमेश्वरको पुत्र हुँ। अर्को कुरा, परमेश्वर ख्रीष्ट मानिसको पुत्र मात्र होइन, परमेश्वरको पुत्र पनि हुनुहुन्छ। र त हामी यो विश्वास गर्दछ कि परमेश्वर ख्रीष्ट फुल्ली म्यान फुल्ली गड, पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ, पूर्ण रूपमा मानिस हुनुहुन्छ। प्रियहरू, अनि त्यसैगरी परमेश्वरले भन्नुभयो यूहन्ना 15:1 अनुसार साँचो दागको बोट म हुँ। है, साँचो दागको बोट र झुटो दागको बोट। है, फल दिने दागको रुख र फल नदिने दागको रुख पनि हुन्छ, तर साँचो दागको बोटले के गर्छ? फल दिन्छ। र परमेश्वर ख्रीष्ट के हुनुहुन्छ? परमेश्वर ख्रीष्टले आफूलाई साँचो दागको बोटसँग तुलना गर्नुभयो, जसमा फुल लाग्छ, जसले फल दिन्छ। है, अनि त्यसैगरी परमेश्वरले अर्को कुरा भन्नुभयो यूहन्ना 6:35 अनुसार जीवनको रोटी म हुँ। है, जीवनको लाइफ अफ द ब्रेड, जीवनको रोटी पनि परमेश्वर ख्रीष्ट हुनुहुन्छ। है, जुन रोटी खाएर मानिस सदाको लागि तृप्त हुन्छ, जुन रोटी खाएर मानिस कहिले भोका हुँदैन, त्यस्तो जीवनको रोटी पनि परमेश्वर ख्रीष्ट नै हुनुहुन्छ। प्रकाश 1:18ले भन्छ जीवित चाहिँ म नै हुँ। परमेश्वर ख्रीष्ट मरेर पनि जीवित हुनुभएको कारण, परमेश्वर ख्रीष्ट स्वयं परमेश्वर हुनुभएको कारण, परमेश्वर ख्रीष्ट स्वयं प्रभु हुनुभएको कारण उहाँ चाहिँ जीवित हुनुहुन्छ। परमेश्वर ख्रीष्ट हिजो आज र भोलि एक समान हुनुहुन्छ। हिजो हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि आउनुहुनेछ। प्रियहरू, र प्रियहरू, यूहन्ना 11:25ले भन्छ पुनरुत्थान र जीवन म नै हुँ। है, परमेश्वर ख्रीष्टले अर्को दाबी गर्नुभयो पुनरुत्थान र जीवन म नै हुँ। है, उहाँ चाहिँ पुनरुत्थान हुनुभएको प्रभु हुनुहुन्छ, उहाँ चाहिँ जीवित प्रभु हुनुहुन्छ। तसर्थ उहाँले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ। परमेश्वर ख्रीष्टमा पुनरुत्थान छ, परमेश्वर ख्रीष्टमा जीवन छ। प्रियहरू, प्रकाश 1:8 अनुसार अल्फा र ओमेगा, अल्फा भनेको सुरु, ओमेगा भनेको अन्तिम। है, सुरु र अन्त पनि परमेश्वर ख्रीष्ट नै हुनुहुन्छ। प्रियहरू, र अर्को कुरा यूहन्ना 10:30 अनुसार पिता र म एकै हुँ। है, पिता र म एकै हुँ।
भन्नेबाट थाहा पाउँछ कि परमेश्वर र प्रभु है परमेश्वर पितालाई यहोवा परमेश्वर भन्छौँ भने येशू प्रभुलाई लर्ड प्रभु भन्दछौँ र पिता र म एकै हो भन्नेबाट उहाँ पिता परमेश्वर र पुत्र परमेश्वर सराबरी हुनुहुन्छ। पिता र म एकै हौँ भन्नुको मतलब यो हो प्रियहरू। तसर्थ प्रियहरू परमेश्वर ख्रीष्टले गर्नुभएका यी दाबीहरू त्यत्तिकै हावातालको दाबी होइन र जस्तो कि म दाबी गर्न सक्छु मेरो नाम वीरेन्द्र धनुष्य हो, म पास्टर हुँ, म फलानु हो, म फलानको बुवा हुँ, फलानुको श्रीमान हो भनेर म दाबी गर्छु नि मेरो जो पर्ची हो त्यस्तै परमेश्वर ख्रीष्टको यो पर्ची हुन् र परमेश्वर ख्रीष्टले भन्नुभयो म परमेश्वर ख्रीष्टले भन्नुभएको 11वटा म नै हुँ यो चाहिँ पर्यो। अब सरस्वती म तपाईँहरूको बिचमा वाचन गरिदिनेछु। 1 नम्बरमा म संसारको ज्योति हुँ भनेर परमेश्वरले भन्नुभयो यूहन्ना 8 को 12 मा। 2 मा बाटो सत्य र जीवन म नै हुँ भनेर यूहन्ना 14 को 6 मा भन्नुभयो। 3 मा म असल गोठालो हुँ भनेर यूहन्ना 10 को 14 मा भन्नुभयो। 4 मा ढोका म नै हुँ भनेर यूहन्ना 10 को 9 मा भन्नुभयो। 5 मा म परमेश्वरको पुत्र हुँ भनेर यूहन्ना 10 को 36 मा भन्नुभयो। 6 मा साँचो दागको बोट म नै हुँ भनेर यूहन्ना 15 को 1 मा भन्नुभयो र 7 मा जीवनको रोटी म नै हुँ भनेर यूहन्ना 6 को 35 मा भन्नुभयो। 8 मा जीवित चाहिँ म नै हुँ भनेर प्रकाशितको 8 मा 18 मा भन्नुभयो। 9 मा पुनरुत्थान र जीवन म नै हुँ भनेर यूहन्ना 11 को 25 मा भन्नुभयो। अल्फा र ओमेगा म नै हुँ भनेर प्रकाश 1 को 8 मा भन्नुभयो। पिता र म एकै हुँ भनेर यूहन्ना 10 को 30 मा भन्नुभयो। प्रियहरू तपाईले परमेश्वर ख्रीष्टको बारेमा के बुझ्नु भएको छ तपाईले पनि कमेन्ट गर्नुहोस्। के तपाईको सल्लाह सुझाव छ भने हाम्रो यो हामीलाई खबर गर्नुहोस्। प्रभुले आशिष दिउन्। धेरै धन्यवाद। जय मसीह।